हेलो गाइज, आज मेरो डे 11 थियो। सो आज मेरो गर्नुपर्ने थियो टोटल्ली बडीको वर्कआउट होइन गाइज। सो त्यही भएर मैले आज गरेँ। पहिला फर्स्टमा वार्म अप मैले यो एक्सर्साइज फेरि बेलुकापट्टि गरेको थिएँ, किनकि मलाई बिहान फेरि अल्छी लागेको थियो कि गाइज होइन। त्यही भएर मैले आजको वर्कआउट बेलुका गरेँ। सो बेलुकापट्टि गरेँ मैले पहिला स्ट्रेचिङ गरेँ। सो स्ट्रेचिङ त एकदम इम्पोर्टेन्ट नै भइहाल्यो, यो त मैले भन्ने गर्छु। सो मैले टोटल्ली बडीमा गरेँ, स्क्वाट गरेँ। सो त्यसपछि गरेँ डायमन्ड पुसअप, त्यसपछि गरेँ मैले आर्चर पुसअप गरेँ। आज मैले धेरै टाइप्सको पुसअप पनि हानिरहेको थिएँ। सो त्यही भएर मैले आर्चर पुसअप नगरेको धेरै भयो। सो त्यसपछि गरेको थिएँ मैले आज पाइक पुसअप सोल्डरको लागि चाहिँ गरेको थिएँ। त्यसपछि गरेँ मैले रिभर्स क्रन्च पुसअप। त्यसपछि गरेँ मैले ब्याक किक हाने पछाडिपट्टि। त्यसपछि गरेँ मैले लङ्गेज दुवै साइडपट्टि। त्यसपछि गरेँ मैले हाई नी जम्प चाहिँ झन् मेरो फेभरेट एक्सर्साइज हो। त्यसपछि गरेँ मैले जम्प बढाउनुको लागि गरेँ। आजको एक्सर्साइज मेरो यति नै हो गाइज। सो मैले लास्ट टाइममा फेरि गरेको थिएँ, अलिकति स्टोन देखाएको थिएँ। सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो मेरो स्टोन, अनि फेरि जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला है गाइज। ल ओके, बाई गाइज, ह्याभ अ ग्रेट डे।